सबैजनालाई ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर पछाडि यता साइडतिर पनि दरोकै चलिरहेको छ भिड चाहिँ एकदम यो गाडी चाहिँ पर्छ आई लाइक ए ठक्कै मामा फेरि आएको छ सोल्टी गयो त कहाँ गयो त्यसलाई खोजिरहेको छु यो गाडी एकदम राम्रो यो गाडी चाहिँ एकदम बबाल मनपर्ने गाडी हो खासमा त्यो सोल्टी चाहिँ कहाँ गयो नानीहरूले हेलो गाइज भने के हो त्यस्तै मेरो एकजना साथी आइरहेछ नि तिनलाई चाहिँ मैले पर्खिरहेको छु बाइक फाइनली यत्रो पर्खाइपछि चाहिँ हाम्रो सोल्टी चाहिँ आइपुग्नु भयो यिनी बोका हुन्के यिनलाई ल्याउन गएको थिएँ लास्टै लेट गरिदिएँ के पर्खेर आउँ म थाहा छ यहाँ सोल्टीको वेट गर्न आएको थिएँ होइन अब चाहिँ हामी पार्कभित्र घुस्ने हो त्यस पछाडि चाहिँ पार्कभित्र घुसिसकेपछि आज 2-4वटा भिडियो चाहिँ सुट गर्नुपर्ने छ हामीले आफ्नो पर्सनलको लागि भए पनि क्यामेरा चाहिँ त्यति राम्रो चाहिँ छैन तर पनि म तपाईँहरूलाई सबै चिजहरू क्याप्चर गर्न कोसिस गर्नेछु यो त्यही इस्कन टेम्पल हो जहाँ मैले अलरेडी नै भिडियोहरू अपलोड गरिसकेको छु तर आज चाहिँ अलि मनोरञ्जन अलि बेग्लै छ यहाँ हेर्नुहोस् अगाडिको प्रचारहरू बाट्ने अथवा त्यस्तै धेरै राम्रो भइरहेछ यहाँ आज चाहिँ अरू दिनभन्दा अलि बेग्लै नै छ भिडभाड धेरै छ त्यही भएर म रोडमा खुल्लम भएन फाइनली हाम्रो सोल्टीको पैसा तिराइ पनि भयो अनि हुँदा कि पुलिसले डिङ्गाल हाने पनि भिडियोमा हान्छ सधैँ भिडियो अपलोड गर्ने यहाँ बोलाएर पैसा दिनु त कहाँ छ र अझ हेर त भने भाइ 50 रुपियाँ होला दिन्थ्यो होला नि यार सोल्टी यार तपाईँले ल्याङ हानेर हो कि इन्तजार त तपाईँकै थियो नि इन्तजार तपाईँकै थियो राहुल सर यस्तो विषयमा बोल्नु नि त यहाँबाट अरे मान्छे चाहिँ होइन यहाँबाट धेरै भिडियोहरू छन् कि अहिले तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै राम्रो छ यस्तो नदबिएको भन्दा यतातिर छ क्यामेरा के भयो कि पछाडि अगाडिको होइन चट्ट जायज कुरा त त्यो हो होइन तर नराम्रो कसैले गर्नु भएन गरेपछि छोड्दैनन् मलाई लास्टै हान्छ नि यहाँ त यार त्यहाँ हेर्नुहोस् न कति लागेको छ जुटाको पनि बिक्री हुन्छ त्यहाँ सबै चिजको बिक्री त्यो चाहिँ जुत्ता राखेर भित्र जाने हो खासमा आज हामी भिडियो सुट गर्नलाई आएको थिएँ तर मलाई एकदम मन पऱ्यो क्या एउटा भ्लग गइजाओस् त भन्ने जस्तो मलाई फिल भयो त्यस पछाडि हेर्नु न यहाँ भिड हेर्नु न भिड ल हेर्नुहोस् त मन्दिर यो मन्दिर राखेको थियो कि अस्ति तोडफोड सबै गरेको थियो अस्ति भनिरहेको थियो नयाँ सालको लागि हो यो खासमा चाहिँ अघि नि एउटा केटीले हाई हेलो पनि भन्छ हामी स्पेसल नेपालदेखि आएर यहाँ ब्लगिङ गरिरहेको छौँ त कसले समात्छ ल भन्नुहोस् त समान्नेको त डर त हुँदै हुन्न नि यार ठिक छ थ्याङ्क्स फ्यान भन्छ यार यस्तो हो भन्दा माकसम होइन कसले के भनिरहेको छ अरे कोही केही भन्ने त गरेनन् नि अगाडि अझ आज झन् यस्तो राम्रो टरुनी रहेछ नि नेट बोलिदिने अरे तर यस्ता निकाले नेट यस्तो उमेरमा होइन यो चाहिँ दया लगाएर आयो यार होइन मजाले चलिरहेको छ स्मुथली साइड इन्किटेनले हाई हेलो भन्छन् होला अगाडि जाऊँ न होइन यहाँ चाहिँ एकदम मनोरञ्जन छ कि हामी त्यसै आएर नेपालबाट होइन लास्ट पनि कसैको मान्नुहुन्न सोल्टी यो आफ्नो काम चाहिँ कन्टिन्यू चाहिँ दिनुपर्छ एभ्री डे होइन टेन्सन कसैको हुने कुरा भएन म एयरफोन हाल्छु कि कानमा एयरफोन दिनु के यार यहाँ चाहिँ भगवान्को हस्ती के छ होइन तर सबैले ढोक्छन् त्यहाँ त्यस्तो केही छैन प्रसादहरू चढाइदिने भिड चाहिँ एकदम छ के मजाको भिड यहाँ चाहिँ होइन भिड चाहिँ एकदम छ तर आफ्नो कामलाई चाहिँ निरन्तर रूपमा चाहिँ गर्नु पर्यो डराउनु भएन लाज मान्नु भएन हामीलाई कसैले खानी दिने होइन क्या यहाँ ठिक छ नि कसैले कमाएर खानी दिने होइन 1 रुपियाँ कसैले दिने होइन जो हाँसे पनि जो बोल्यो हाम्रो साथीले भन्नुभयो चाहिँ मान्छेहरू हाँसिरहेछन् होइन त्यो चाहिँ मलाई मतलब चाहिँ आई डोन्ट केयर यार
ठिक छ नि हामी चाहिँ आफ्नो काम अब नेपालबाट म त्यसै देखाउन आएर यहाँ पब्लिसिटी धेरै छ के धेरैभन्दा धेरै नेपालबाट आएको छ अलिअलि इज्जत पनि मिल्छ नि यार केटा बुझ न यहाँको देखाउन आएको म वातावरण कस्तो छ के छ सबै त यस्तै हो तपाईँलाई चान्स मिल्छ नि त डोन्ट वरी सोल्टी ठिक छ तपाईँलाई हो हामीले कसैलाई रेकर्डिङ गरेको छैन हामीले आफूलाई रेकर्ड गरिरहेको छ के खास गरेर अब यहाँ चाहिँ लास्टै भिड चाहिँ होइन मुरमुरीहरू पनि चला मिल्छ नि त्यस्तो कुराहरू राम्रो राम्रो चिजहरू पनि मिल्छन् कहाँ हो के उफ्रेर यो समाटौँ न फेरि अगाडि अफ नगर ओके ओके हामी धेरै रोक्नुहुन्न केटाहरूले मजा लिन्छन् कि फेरि यार होइन अब यस्तो भन्न थालेपछि चाहिँ भिड चाहिँ आज चाहिँ खुट्टा छैन पार्कमा चाहिँ भिड पनि धेरै बेसी बढ्या जस्तो छ भिडहरू तर काली केटी मात्रै हेर्छन् के भए पनि सोल्टी तपाईँको लागि ठिकै छन् नि त मैले त बिहा गरेको छु यार त्यस्तो स्वादै भएन मलाई त मतलबै छैन होइन तर चाहिँ हामीले यहाँको चाहिँ यो वातावरण देखाउन कोसिस गरे कसैले नराम्रो देखाउनु कोसिस पनि होइन वातावरण चाहिँ एकदम चकाचक सकासक हुनु पर्यो ब्लगमा चाहिँ इन्डिकेटरले आउन कोसिस गरेर होला नि तर म लगभग लिन्न होला कि किन लिन्न यहाँ केटीको मामला भनेपछि केटाहरू त्यसै हिरो बनिदिने है होइन हो कि नै केटी भनेपछि केटाहरू हिरो बन्छन् कि लाग्यो भन्नुहोस् त बन्छन् नि तपाईँ हिरो बन्नुहुन्छ कि राहुलले मलाई फोन गरिरहेको थियो कहाँ हो मैले अब चाहिँ चस्मा एक्सचेन्ज गर्छु होला भित्र तपाईँहरू बोल्ने लिएर आउनु लाउने चस्मा यो चाहिँ मेरो रियल चस्मा हो के भन्छन् रे यार यो पनि लास्टै नेपालमा त यस्तो चस्मालाई पनि कमसेकममा कसम 1500-2000 रुपियाँ के पार्कमा के टोपी चाहिँ मलाई टोपी लगाउने हो समाटम त एकछिन टोपा लगाइदिउँ न अलि माथि गराउने के डराउने होइन यार ओके हामी यो स्पेसली हामी गाउँदा आछन् त फेरि नेपालबाट आछन् त कहाँ डराउने होला के साइको नै पुग्नलाई हामी होइन नि त अब यहाँ चाहिँ भिड चाहिँ एकदम स्लो मोसनमा होइन लास्टै के भिड चाहिँ डह्रो छ के आज चाहिँ रियलमा मेला चाहिँ यहाँ परिरहेको छ कि साँच्ची हो ब्याक साइडमा हेरौँ न पुरै भिड छ पुरै ठिक छ रियलिटीमा मेला चाहिँ यहाँ परिरहेको छ तर कसैलाई नपिन कसैलाई केही नभन्नु त्यसको स्वादै भएन जाम यतातिर जाऊँ न हामी भिडियो सुट गर्ने प्लेसतिर बिक्कीसँग कुरा भयो सौरभ जोशी त्यसै भाइरल भयो र केही न केही गर्ने आँट क्षमता राख्नुपर्छ आफूले आफूमै हुनु पर्यो अहिले चाहिँ म भिडभन्दा धेरै टाढा भइसकेको छु किन भन्दाखेरि यो पार्क चाहिँ एकदम हेर्नुहोस् न यहाँको पार्कहरू एकदम राम्रो के है अब हाम्रो नेपालमा यत्रो त पार्क कहाँ हुन्थ्यो र शान्तिनो हुन्छ हुन त यत्रो चाहिँ हुँदैन है होइन हाम्रो नेपालतिर पार्क चाहिँ यत्रो हुँदैन यिनीहरूको यस्तो भाग गरेका छन् फेरि पार्क चाहिँ एकदम ठुलो छ कि पुरै होइन लगभग अब भन्नुपर्दा धेरै गोलो पनि छ यता साइडतिर हेर्नुहोस् जहाँ खै जतातिर पनि मान्छे हाम्रो सोल्टी चस्मा लगाएर ट्याक्क फेरि हिरो पछाडिबाट हेर्दा सलमान खान अगाडिबाट हेर्दा रणदीप मान भन्दिनँ म सोल्टीलाई ओ त्यस्तो त भन्दिनँ म यार होइन माया लाग्छ हो सोल्टीको कहाँ त्यस्तो भन्नु त्यस्तो चाहिँ भन्दिनँ तर पार्क चाहिँ यहाँ चाहिँ खासमा केटाकेटीको पार्क हो यो चाहिँ कमल मन्दिर हो यो चाहिँ कमल मन्दिर हो कतिपयले देख्नु भएको थियो होला देखिसक्नु भयो होइन यहाँ चाहिँ मेला लागेको छ मेला त तर अब रन्डा बोकाहरू चाहिँ गर्लफ्रेन्ड बोकाएर अब यति घुमिराखौँ कि हो खासमा यहाँ जोडाजोडी हिँड्न दिन्छन् हामीले बल्लै भागेन दुईटै जोडाजोडी हो होइन त्यो चाहिँ अब हामी चाहिँ के गर्नु खै रन्डा भएपछि यस्तै त हो कि र दाम्न माथि र मान्छे धेरै छन् के भिडियो सुट गर्ने सम्म त छ एउटा सायरी भोज त यो सायरी अहिले के यसमा कहाँ हुन्छ के यस्तो कुरा नगरौँ न यसो हुन्छ त बनाउने चिज हो नि त बाबु ए टुपी लास्टै घिनाने यार झाटिन्छ लो न राख्नु कि कहाँ राख्ने हो पछाडि टङ्गाउनु नखसाल्नुको को केटीले त्यहाँ गिफ्ट मैले दिएर हुन्छ यार तेरे साइको मान्छे पुरै केटीले गिफ्ट दिएर टोपी मलाई बोरे अब हो
कहाँ मैले नआओस् सम्हाल्नु? भ्लगमा छोड्छला ओम्फो हो भन्ने जस्तो भयो कि होइन केटीले ल्याए गिफ्ट रे वटा टोपी मलाई रे मान्छे त जति हेरे पनि छन् के तन् जता गयो मान्छे को यस्तो जुत्तासँग कसले अब केटाहरूलाई फेरि गाली त डर यहाँ डान्स चलिरहेको होला सायद नै डान्स होइन खै के चलिरहेको डिजे कहाँ डिजे त्यहाँ आफ्नै धुनमा बजाइरहेको छन् केटाहरूले अनि यतातिर पनि भिड त डह्रो रहेछ के बनाइदिन्छु नि त भिडियो त भिड त डह्रो छ नि त यतातिर पनि एकछिन सर्ट हेर्नुहोस् त भिड त लास्टै भिडकै यहाँ त सफाइको सफाइ हेर्नुहोस् त यस्तो राम्रो रुखहरूलाई चाहिँ यसरी कटिङ गरेर चाहिँ मजाले सफाइहरू पनि गरे रहेछ लगभग जहाँसम्म मलाई लाग्छ तर आफ्नो कामलाई चाहिँ नियन्त्रणै दिनुपर्छ साथीहरू दुनियाँले जे जस्तो भने पनि हाम्रो सोल्टी फेरि नहराउनु होला भन्न चाहेँ मैले होइन हामीलाई चाहिँ खासमा अब कतिले नराम्रो पनि भनेर होलान् राम्रो त भन्ने यस्तै हो नराम्रै भनेर होलान् तर मतलब गर्नुहुन्न के कतातिर अब यतातिर एक राउन्ड फेरि होइन यो पार्ककै एक राउन्ड हो क्या हामीले त हान्ने यहीँको एक राउन्ड हो लौ 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 दे बड्डा हो दे चस्मा ख घाप्पै के हो के छैनन् के यहाँ त म अङ्ग्रेजी मात्र भेटिन्छ भनेर अङ्ग्रेजी भन्दै होइन र अङ्ग्रेजी हन् यो यस्तो गरिरहेको पनि कहाँ त्यो होला नि के अङ्ग्रेजी हुने कुरै भएन नि त यहाँ त हामी त यहाँ घुमिरहेछौँ पब्लिक जहाँ जहाँ धेरै छन् नि त्यहाँ गइरहेछौँ कि हामी चाहिँ चट्ट लाएर होइन किनभने भ्युज कट्ठा गर्ने भनेकै यसरी नै हो मान्छेले यतातिर दाम फेरि अब कहाँ तल्बे कहाँ सोल्ची त यार लास्टै के बोकाका भन्दा पनि हो यार जाने जहाँ केटी देख्यौ त्यहीँ हो जाने पनि जहाँ यस्तो मान्छेले यति पनि रन्डा नबनाउनु पर्ने थियो तर बनाइले भगवान्ले के गर्ने हेर्नुहोस् त यस्तो सानो सानो नानी बाबुहरू पनि रन्डा बनाउन सबैभन्दा ठुलो हात बटाएको छ है ल हेर त दोष मलाई छ हेर्नुहोस् त यहाँ यतातिर यिन बाजे फेरि कान खाछन् त यिन बाजेले कति रुपियाँ अनि बाजेले 10 रुपियाँ हो पनि भएको कान कटाउने पहिले हालेर फेरि दुबारा निकाल्छ जाली साली सबै फुटालिदिन त बर्बाद होला के यार आजको लागि भ्लग आज के लिए भाई साहब इतना व्लॉग है ठीक है आगे हमारे साथ जुड़ी रहिएगा तपाईहरुले नेक्स्ट व्लॉग में यो जितना अभी आया है इससे बेहतर व्लॉग देने के लिए कोशिश करेंगे हम अब यार बिहारी से मैं बात करूंगा नेपाली में भन्नु न मतलब यस्तो हो के साथीहरु ल साथीहरु आज चाहिँ हामीले यो भ्लगलाई यही टुङ्गाउन चाहन्छौँ यो भ्लगलाई कहानी टुङ्गाउने सबैले चाहिँ माया गरिदिनु होला साथ सपोर्ट दिनु होला र तपाईहरुको सामुने कन्टिन्यू मैले यस्तै भ्लगहरु गर्ने छु राम्रा राम्रा तरुणीहरु राम्रा बड्डी मान्छेहरु चाहिँ मैले हालिरहने छु तपाईहरुको अगाडि हैन यताउति जता कतै भिडै भिड छ एकदम लाएर यता चाहिँ बच्चाहरुको पार्क हो के अस्ति पनि देखाएको थिएँ होला मैले सायद हेर्नुस् त यस्तो बच्चाहरुको पार्कमा पनि केटी खासमा यो पार्क चाहिँ तरुण त हैन केटाकेटीको लागि रहेछ हो केटाकेटीकै लागि हो तर चाहिँ यहाँ बच्चाको नाममा केटाकेटीहरु आउने चाहिँ हुन्छ यहाँ चाहिँ बच्चाको नाममा धेरै जस्तो केटाकेटीहरु यहाँ अब नयाँ साल हैन नयाँ सुरुवात नयाँ रिलेसन सबै चीज चाहिँ यहाँ जोड्न आउन् के मान्छेहरु तर यो बोका पनि केटी खोज्दै आउनु त भ्लग एन्डिङ भयो भन्दै भ्लग बनाउँदै अनि हैन यो मैले जोडिहाल्छु नि चल्दै राजा यो बोका पनि केटी खोज्दै आयो तर बोकाले चाहिँ कसैले नपट्याएपछि चाहिँ एकदम पीडित अवस्थामा जम्मै अब आहा सेक्ने हिँड्ने यो बोकाले चाहिँ केटी नपाएर नयाँ सालको नयाँ सुरुवात भनेर भने जस्तै नयाँ रिलेसनसिप चाहिँ लगभग छैन सिंगल अलवेज सिंगल ऊ चाहिँ त्यो चाहिँ हाम्रो सोल्टीको भएन के सिंगल किन हो के सिंगल चाहिँ किन हो यो बटाम न पहिलो कुरा चाहिँ एउटै पटाइदिए यो यता अब डानातिर हामी चाहिँ सररररर हामी बस्नु चाहिँ उतातिर हो है साथीहरू तर लागेको कारणले चाहिँ क्यामेरा पनि उस्तै कुरो पनि ल साथीहरू